हाई एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग आफ्टर लङ टाइम है। अनि म चाहिँ यहाँनिर किचनमा के गर्दैछु भने चाहिँ म चाहिँ आलु चप बनाउँदैछु है गाइज। अनि आलु चप खानु मन लागिरहेको थियो र त्यसै कारण मैले आलु चप बनाएँ। अनि भिडियो पनि बनाउनु मन लाग्यो र भिडियो पनि बनाउँदै यहाँनिर आलु चप बनाउँदैछु। अनि चपलाई चलाउँदै है त्यहाँनिर त्यो आलु चप बेसन घोलेको चाहिँ उब्रेको थियो नि त, आलु चाहिँ सकेको थियो र म चाहिँ त्यो बेसन चाहिँ के गरौँ भनेर सोचेँ। प्याजी बनाउँछु भनेर सोचेर चाहिँ यहाँ प्याज काट्दैछु। अन्त प्याज र बन्दाकोपी काटिसकेर यहाँ घोलेँ त्यो बेसनमा है। अनि साथसाथै म अलिकति एक दुईवटा रोटी पनि पोल्छु भनेर यहाँ आँटा मुस्नु थालेँ है गाइज। अनि आँटा मुस्दै 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 मैले त्यो चपलाई पनि हेर्दै गर्दै आँटा पनि मुस्दै गरेँ है। अनि ठिक्कै आँटा पनि मुसिसकेँ र त्यहाँनिर मैले चप पनि रेडी गरिसकेँ गाइज। यस्तो भएको छ भनेर म तपाईँहरूलाई देखाउँदैछु चप चाहिँ है। अनि चप चाहिँ यस्तो भएको छ। अनि त्यो घोलेको प्याजी, त्यो बन्दाकोपी र प्याज घोलेको उयो चाहिँ म यहाँनिर प्याजी बनाउँदैछु। अनि प्याजी बनाउँदा बनाउँदा नानी सुतेको थियो, प्याजी यस्तो भएको छ भनेर देखाउँदैछु है। नानी सुतेको थियो र नानी पनि उठ्यो। अनि मैले एकछिन नानीलाई बोकेर त्यो प्याजी चलाएँ होइन। अनि तपाईँहरूलाई देखाइसकेँ पनि। र मैले सब्जीको लागि पनि यसरी काटेँ होइन। गाजर, मुला, प्याज, टमाटर काटेँ चटनी बनाउँछु भनेर रोटीसँग खानुको लागि। अनि यहाँनिर चटनी पनि बनाउँदै नानी पनि त्यहाँनिर खेलिरहेको छ है गाइज। नानीले चाहिँ पुरा त्यो बोतलहरू सबै निकाल्दै खेल्दै गर्दैछ। रोटीसँग खानुको लागि चाहिँ मलाई चाहिँ आलु भुजिया, चटनी होइन, यस्तो सुक्खा टाइपको चटनी टाइपको होइन, अन्डा भुजियाहरू मनपर्छ है गाइज। तपाईँहरूलाई चाहिँ मनपर्छ कि मन पर्दैन? र आज चाहिँ मैले रोटीसँग खानुको लागि चाहिँ चटनी बनाएँ, मुला गाजरहरू लाएर होइन, टमाटर प्याजहरू। अनि सब्जी पनि पाकिसक्यो, मैले उतापट्टि राखेँ र मैले रोटी पोल्नुको लागि रेडी गरेँ, ताई बसाएँ होइन। अनि रोटी पोल्नु थालेँ गाइज। अनि मेरो डिनरमा चाहिँ आज चाहिँ यति बनाएँ होइन। अनि चप खानु मन लागेर चाहिँ मैले चप पनि बनाएको आज चाहिँ, नभए चाहिँ रोटी सब्जी दुधहरू मात्रै हुन्थ्यो होइन। र गाइज रोटी मात्रै पोल्नु थियो मेरो चाहिँ लास्ट है, सबै पकाइसकेर। र रोटी पनि पोलिसक्दै म भिडियोलाई पनि यहीँनिर एन्ड गर्दैछु। मेरो पेजलाई फलो गरिदिनु नबिर्सिदिनुहोस् होला गाइज है। थ्याङ्क यू सो मच, बाई।